हेलो फ्रेन्ड्स, आज म बनाउन जाँदैछु आफ्नै घरमा प्योर घी है। यो चाहिँ घरकै एकदमै दुधको तरहरू राखेर अनि चाहिँ आज म बनाउँदैछु यो घिउ। अब किन बनाउँदैछु भन्नुहुन्छ भने मेरो चाहिँ 9 मन्थ स्टार्ट भइसकेको छ र भोलिको दिनमा घिउहरू चाहिने हुन्छ। बजारको भन्दा पनि आफ्नो घरमा यसरी बनाएको एकदमै बेनिफिसियल हुन्छ नि त बडीको लागि। सो त्यही भएर स्टार्टिङदेखि नै मैले चाहिँ अलिअलि गर्दै बनाएर केही डब्बाहरूमा राखिसकेको छु र आज पनि फेरि यसरी बनाउँदैछु। र कतिजना मामुहरूलाई चाहिँ अब यसरी बनाउन जाँगर चल्छ चल्दैन, या कतिलाई त गन्ध पनि आउँछ होला यो प्रेग्नेन्सीको टाइममा। मलाई चाहिँ त्यस्तो केही नभएर होला, आफ्नो लागि सबै सामानहरू आफैले बिस्तारै तयार गरिरहेको छु। आफूले सकेको र आफूले जानेको कुराहरू चाहिँ अलरेडी यसरी नै तयार गरेर राख्दाखेरि पछिको दिनमा आफूलाई पनि एकदमै सजिलो र घर परिवारमा अरू सदस्यलाई पनि सजिलो के। अब हैन, डेलिभरी भइसकेपछि कति धेरै काम बढेको हुन्छ, मेबी सी सेक्सन हुनसक्छ या त नर्मल डेलिभरी हुनसक्छ, जे पनि हुनसक्छ। तर घर परिवारमा चाहिँ भागा दौडी हस्पिटल कुदी हैन, त्यो सबैमा व्यस्त भएको बेलामा सो यसरी नै आफूले अगाडि रेडी गरिदिइसकेपछि घरको सदस्यहरूलाई पनि सजिलो के। त्यही भएर चाहिँ मैले चाहिँ आफ्नो लागि यसरी रेडी गर्दै राख्दैछु। र मेरो अलरेडी 2 बयम पहिला पनि बनाइसकेको थिएँ र अहिले पनि फेरि यसरी 2 बयम भएको छ। मार्केटको किनेर खानुभन्दा यसरी घरको शुद्ध खानु पाए अरू के खोज्ने हैन। सो त्यही भएर घरमै मैले चाहिँ यसरी बनाइसकेँ। हजुरहरू अहिले कति विक प्रेग्नेन्ट हुनुहुन्छ र कतिको एक्टिभ हुनुहुन्छ कमेन्ट गर्न नबिर्सिनु होला है त साथीहरू। अनि यसरी घिउ पनि बनाएर 3 डब्बा भएको छ, 4 डब्बा भएको थियो। अघि यो बनाउँदा 1 डब्बा सकियो है।